गुड मर्निङ। आज असार 14 गते साइकल यात्रा सुरु भयो। लामो हुनेछ। आज मेरो यात्रा चाहिँ गलेङदेखि बुवाङबाट चन्डी भन्ज्याङ, बटुवा, गुठी, टकुन्चोर, मालङ्गा शिवालय स्कुल हुँदै गलेङ फर्किने प्रोग्राम छ है। यो बुवाङ हो। यहाँबाट सिधा उकालो गयो भनेदेखि चाहिँ रिपो खुसीतिर गइन्छ भनेदेखि यताबाट हामी चाहिँ चण्डीबारी गइन्छ। यो चण्डीबारीबाट म जाने अहिले चाहिँ यहाँबाट चाहिँ बटुवा निस्कन्छु। म बटुवाबाट चाहिँ म अगाडि बढ्नेछु है। म अहिले चण्डीबारी आइपुगेँ। हिजो रातभरि पानी परेको थियो, त्यही भएर आज पुरा बादल लागिरहेछ। ल म यहाँबाट आएको, त्यो पारिबाट हुँदै आएको। ए कुट्टाहरूले भुकिरहेछ है। ल बाटो राम्रो छ। यहाँ बटुवासम्मको बाटो राम्रो छ। यो पानी आएको भएर अलिकति डिस्टर्ब छ बाटो है। यो फुलेबट्टी गाउँ हो। यो एकदमै पुरानो गाउँ हो है। अहिले बटुको आइपुगेँ। यसलाई बटुवा भन्छन्। यसपछि आउँछ चिउरी फर्निचर, त्यसपछि गुठी आउँछ है। अहिले म ठ्याक्कै गुठी आइपुगेँ है। गुठी भन्ज्याङ भयो। शिवालय स्कुल यो हाम्रो यता वार्ड कार्यालय पर्छ। चाहिँ वडा नम्बर 2 को कार्यालय। यो बाटोमा चाहिँ ठ्याक्कै टकुन्चोर निस्कने हो। टकुन्चोरदेखि मालुङ्गा आउँछु कि टकुन्चोरदेखि म बेलटार हुँदै दर्पु जान्छु थाहा छैन। त्यहाँ गर्ने निर्णय गर्नेछु है। तपाईँले देख्नुहुन्छ भ्यू यहाँको चाहिँ दामी भ्यू छ। यहाँबाट निस्कने म त्यहाँ तल पुग्ने म। मैले ठ्याक्कै टकुन्चोर हिँड्दैछु। टकुन्चोरको यो बाटो हो। बाटो राम्रो छ। म टकुन्चोर पुगेर टकुन्चोरबाट चाहिँ म बेलचारी जाने प्रोग्राम गरिरहेको छु। बेलचारी गएँ भनेदेखि बेलचारीबाट पुल तर्यो दर्पुबाट रामदी हुँदै गलेङ आउने प्रोग्राम छ आजको। यो अब आयो टकुन्चोर भन्दा माथिको सल्लाहगारी। धुलो पनि उडेको छैन बाटोमा। यो बाटो चाहिँ कस्तो प्रकार आउँदैछु। पहिलोपटक म यहाँबाट टकुन्चोरबाट म सिधै मालुङ्गा निस्केको थिएँ भने आजको यात्रा मेरो चाहिँ मालुङ्गा नभई टकुन्चोरदेखि बेलचारीबाट चाहिँ रामदी दर्पुबाट रामदी चाहिँ जाने सोचमा छु।
बाटो चाहिँ कस्तो हेरौँ अगाडि चाहिँ थोरै ढिलो छ भन्ने कुरा जानकारी भएको छ। त्यहाँ चाहिँ साइकल चाहिँ नभए चाहिँ गयौँ होला, कोही बात छैन। अहिलेसम्मको बाटो कति राम्रो छ है, ढिलो पनि नहुने, पानीले हिजो अलिक ढिलो हुनाले चाहिँ बाटो कति राम्रो छ। तपाईँले बुझ्नुहुन्छ बाटो दामी छ बाटो। तपाईँहरूले ल यस बाटो राम्रो छ, घाम लागेको छैन, घाम नलाग्यो भने त दामी हुन्छ हौ। के भन्दा अब खटिँदाखेरि घाम नलाग्यो भने त हान्छ नि त मजाले, त्यहाँ 12 लगभग 11 12 पनि सक्छ त्यो हिसाबले। त्यहाँ घरबाट चाहिँ 4:45 हिँडेको म। हेरौँ कस्तो हुन्छ बाटो चाहिँ, राम्रै छ बाटो चाहिँ, कति राम्रो छ बाटो, त्यति बाटो राम्रो भन्नुपर्छ, त्यति बाटो राम्रै भन्नुपर्छ त्यो। त्यहाँ दामी बाटो के कहीँ हिलो छैन है, हिजो त्यस्तो पानीमा पनि केही हिलो छैन। त्यहाँ छ खालको बिचको बाटो, धुलो पनि नभएको, साइकल चलाउन आनन्द। आफ्नो साइकल चलाउनु मजा हो कि जस्तो हुँदैन नि त। पुरा दामी बाटो ल म फाइनल्ली म चाहिँ बालुङ्गाबाट आउने बाटो यो बेलटारी बाटो मेरो बाटो यही छ। क्या ठुलो बाटो छ यार, आउने बाटो लाग्यो अब होइन। म अब लागेँ बेलटारीतिर, हेरौँ अब अगाडिको यात्रा कस्तो हुन्छ। यो पहिला नै गएको थाहा छैन, अब पुरा ग्यारेजले चाहिँ पिजिएल ग्यारेजले गर्दा चाहिँ म थाहा छैन लागि। पुरा कुन ठाउँमा छ अब यसलाई के भन्छ पर मनु घर कता फेरि त्यो डाँडाबाट तलतिर हो उता पाखा। ए म माथिबाट आएको उनलाई त टेम्पू थियो, चन्द्र पनि त्यही घर। चन्द्र यता फेरि त्यही त अस्ति आउँदाखेरि म टोकटोक खोलिरहेको थियो, त्यहाँ 2-4वटा घर थियो। अब तपाईँको ठुलो गाउँ चाहिँ भयो मान्थे। अनि अर्को चाहिँ त्यसको नाम के अरे गोलेदेखि हो, यता बेल्टा जानु लाग्यो। बेल्टाबाट दर्पु जान्छु, हामी ठुलो हस्पिटल है। पानी आएर बाटो पुरा खोलेको रहेछ माथि, उकालो छ है, खोला बाटो खै बाटो भित्र छ, खोलाइ चाहिँ छ। हेरौँ कहाँसम्म बाटो छ, त्यत्तिको बाटो चाहिँ हुनुपर्छ क्या। हेर्नु त कति ठुलो बाटो छ, यति राम्रो बाटो छ, कहीँ झ्याल्दैन कोही उखाड्दैन। नाली काटिसकेको छ, ग्याबिल भइसकेको छ, पिच बन्न बाँकी छ, कहिले बन्छ पिच भएपछि आउनुपर्छ यहाँ फेरि। पुरा दामी बाटो। फाइनली साथीहरू म अहिले ठ्याक्कै बेलटारीको पावर हाउसमाथि आइपुगेको छु। यही बाटो आएको, अगाडिसम्म बाटो राम्रो थियो, योपछि अब यो बाटो चाहिँ साङ्गोसँग हुँदै आएको छ। त देख्न सक्नुहुन्छ। अब कुरोले के देखेको छैन है, अरूबाट जाने म चाहिँ बेलटारी गाउँमा। तलको तपाईँले देख्न सक्नुहुन्छ, यो चाहिँ पावर हाउस यही हो। यो पर्खामा पुग्दैन, यहाँ चाहिँ पानी के अरे माछा पालन पनि छ, यहाँ चाहिँ मत्स्य पालन पनि छ। ठुलो छ बाँकी यहाँको मत्स्य पालन। अब म यहाँबाट ट्याक्क पारि जान्छु र यो बाटो हुँदै पारि गएर बेलटारीबाट पारि गएर पारिबाट चाहिँ रामदी ओ त्यो बाटो रामदी निस्कने हो है। ल खालि म यहाँ आइपुगेँ अहिले चाहिँ, अझै लाग्छ मलाई केही समय चाहिँ। तल पर्छ यो यता बेलटारी पर्छ, यतातिर बेलटारी, अनि यो तल चाहिँ साफ साइड हो यहाँ तल। पावर कालीगण्डदेखि जलविद्युत योजना ए पावर हाउस यही हो। अब यहाँलाई म यहाँ तल पस्दिनँ, म
म यताबाट सिधै स्केप पारी हुँदै दर्पुकबाट जाने सोच्छु है। धन्यवाद। बाटो चाहिँ अब अघि बाटो भन्दा अब केही कच्ची बाटो बल्ल अघिबाट गाडी बाटो थियो, ठुलो बाटो थियो। अब यो यहाँसम्म आएको छ बाटो। अब यहाँबाट बाटो कस्तो छ थाहा छैन, राम्रै होला। यतातिर आउने बाटो आउने बेलामा अलिकति हिलो सक्छु आएको नि त, त्यस कारणले होला चाहिँ यहाँबाट जिप पनि चल्ने छ। यहाँ जिप गयो यहाँ त थाहा भयो नि, पुरानै भयो है। फेरि यस्तो बाटो राम्रो छ। यस्तो बाटो राम्रो भन्नु मिल्दैन। कहाँबाट हिँड्छ थाहा छैन। यो बेलचारी म भर्खरै पुगेँ। अब यहाँबाट चाहिँ थाहा छैन। सिक्रिसी हुनेछ बाटो त केही छैन। पुलाएपछि त कति पनि आएको छैन। ल पनि आइपुग्यो। ठुलो छ बाटो, यति बाटो चाहिँ के पनि बाटो यो पानी परेर होला अलिकति हिँड्नु। ल यो हो बेलचारी भयो आउनलाई है। यहाँबाट फेरि इच्छा होला म्युजियममा त्यो नभत्केको भएपछि यता त्यहाँ किपिङ आएको ठाउँ होला नि छैन। एकपल्ट किपिङ पनि आएको आउँदैन यहाँ त्यही बाटो होला। अब लाग्नु कता भने यहाँ थाहा छैन। यति होला नि ओ चतुर्भुज दाइ, के छ हालचाल? पुरानो मेरो ब्युरोक्राट चतुर्भुज दाइ। चतुर्भुजको पछाडि हिँडेर कुन चाहिँ हो खै दाइ? बेलचारी हो। अब बेलचारीबाट म चाहिँ सिँगै चल्दै लाग्दैछु है। हजुर म दर्पुक जानु लाग्यो। दर्पुक यता कहाँ कता यता हो तपाईँ नि हो। धन्यवाद।
मजा मजा भयो गाडीभरि पुरा हिँड्नु समस्या गाडी चाहिँ कता जाने भाइ गाडी टाइम दिइरहनु भएको मलाई त्यहाँ भनेर उयो मात्र सोध्नु पर्यो सोध्नै पऱ्यो भएन म कन्फ्युज भएको थिएँ यहाँ आएर यहाँबाट यहीँबाट जाने फर्केसँग थिएँ त्यहाँबाट गाडी तल यहाँबाट जाने छ ल पुल यही छ साथीहरु।
झलुङ्गे पुल रहेछ, पुरानो पुल रहेछ होइन। पक्की पुल पनि सायद बन्दैछ होला मेरो विचारमा। कता हो, मैले पिलर गाडी चाहिँ मान्थेँ। अब म यो बाटो चाहिँ साइकल चाहिँ जोड्नु पर्ने हुन्छ, किनभने यहाँबाट अब चढ्नु सकिँदैन नि त। यस्तो बाटो छ, यो मान्छे चढ्ने पुल, पुरानो पुल हो। अब यहाँबाट म माथि गएर साइकल तार्छु, चलाएर होइन डोर्याएर। अलिक पुरानो पुल, यही चाहिँ पुल बन्नु लाग्यो, यही छ ल। के बनिसकेको त्यो पुल होइन, यहाँ बनिसकेको पुल त होइन, आधी छ पुल, आधी बन्दै रहेछ पुल है। पक्की पुल बन्दै रहेछ यहाँबाट। त्यो चाहिँ झलुङ्गे पुल हो, यहाँबाट चढ्नु हजुर। बाटो राम्रो छैन ल। होस्, यहाँ आयो नि त, आधी मात्रै गर्नु सक्नु ल। तपाईँहरू हेर्नुहोस्, म देखाउँछु आज गलनदेखिको यात्रा। आज कताबाट आएँ म, यहाँ चलाउँदिनँ मैले जोस्। तपाईँलाई मैले फोटोमा देखाउने हेर्नुहोस्। यहाँबाट म दरपुर जाने। अब चिप्लो छ त्यसरी म चलाउँदिनँ, दिएको आउँदैन नि त, मान्छे हिँड्नु पनि गाह्रो छ। कालीगञ्जदेखि यही हो, यहाँ पुल बन्दैछ, काम भइरहेको छ हामीलाई त। अब खै कहिले बनाउँछु काम छ। पहिलोपल्ट म त्यो बाटो आएँ। त्यो पारिको बाटो कालीगञ्ज कोरिएको बाटो हो। त्यही बाटो हामी चाहिँ बागलुङ कुस्मासम्म पुग्छौँ चाहिँ मालदुङमा। होस्, यहाँ तपाईँले देख्नुहुन्छ, यहाँ मलाई पनि हेर्नुहोस् कहिले काहीँ ल। कालीगञ्जदेखि चढेको बाटो पुल त सामान्य पुल रहेछ। म चलान भनेर मैले यहाँ साइकल है आइपुग्यो। तपाईँ देख्नुहुन्छ त कालीगञ्जदेखि यहाँबाट गयो मालदुङमा पुगिन्छ। हेर्नु अब म यहाँ चलाउँछु है। ल कालीगञ्जदेखि पनि चढ्ने है साथी हो साइकल। अब यहाँबाट दरपुर निस्किँदैछ साइकल। सिधै दरपुर। कति घन्टा लाग्नेछ आज फेरिको के खान्छ होला यहाँ त साइकल। यहाँ सिट रहेछ क्या, अलिकति सिट लाग्छ होला नि त्यहाँ। बिहानै छ नि त, तान्नुपर्छ कि तान्नुपर्छ साथी, तान्नुपर्छ है, तान्नुपर्छ कि भाइ। अब सकिन्न 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 कति होस् बनाएको पुल पनि। पुल तरेर भ्याइयो। अब यहाँबाट अगाडि थोरै यो विकास छ यहाँबाट चाहिँ। यहाँबाट अगाडि गयो भनेदेखि चाहिँ कालीगञ्ज कोरिडोरको बाटो भेट्न सकिन्छ होला मेरो विचारमा। यो बाटो अप्ठ्यारो बाटो हो। यो तल फेरि यो पुल बनाएको ठाउँमा चाहिँ हेभी इक्विपमेन्टहरू लानु पऱ्यो नि त, त्यस कारणले होला बाटो बनाएको। अब म यहाँबाट माथि लाग्छु, यहाँ जानुपर्ने हुन्छ। यो साइकलले पनि नसोचेको नसोचेसम्म ल्याउँछ कि, अचम्म लाग्छ म आफूलाई। नत्र म कहिले आउँथेँ नि यहाँ, साइकल हुन्थेन भने म कहिले आउँथेँ यो ठाउँमा। यो बाटो म कहिले नभेट्ने।
र साइकलको कारणले यहाँसम्म डोर्यायो मलाई। एकदिन जानु पर्ला साथीहरूसँग फेरि ग्रुपमा। बाटो दामी रहेछ, कुनै अप्ठ्यारो पनि छैन, चढाइ पनि धेरै नै, उकालो पनि नै, सम्मसम्म बाटो अब रहेछ। त्यस्तो पहिरो गर्छ माथि रहेछ। ल पहिरो है, अरू बाटो हिँड्नुपर्छ एकछिन। त्यो बाटो हिँडेर फेरि माथिल्लो बाटो भेट्नुपर्छ। यो पारीको बाटोलाई विकास दिने बाटो हो त्यो बेलामा चाहिँ त्यो होला। लास्ट मेरो भएर साथी बोकेर गराउँछ र साथी मिक्स गरे है। भिडियोमा हालिन्छ तर रिक्सा लिनुहुन्छ। ल फाइनली म चाहिँ बाटोबाट आएको छु। बाटो बन्ने क्रममा छ। अघि गएर खाएँ म पाल्पाटी होला गाह्रो बाटो बन्दैछ। यो कालीगढीको करिबन यो दर्पुको लाइट पनि अनि यो दर्पुक 4 छ यार। बाटो पुग्नु लागेको छ। के गर्ने यहाँको मकै चाहिँ पपुलर छ है। पनि बेच्नु अर्को दिन यस्तै हो यहाँको चाहिँ राम्रो लाग्दैछु। ल म दर्पुकको गाउँमा आइपुगेँ। तपाईँ देख्न सक्नुहुन्छ दर्पुक गाउँ यही हो। अब म यही बाटो भएर लाग्नुपर्छ। यो बाटो हुँदै जाने म चाहिँ रामजितको खोँचा पर्छ, यो मलङ्गा पर्छ होला बेलचरमा। दर्पुक यही हो। ल हेर्नुहोस् थाकियो, मजाले थाकियो छ है। ल खाइ गर्ने बित्तिकै यति है। यो कानुनतर्फ अगाडि बढिरहेको छ। त्यो अब आइपुग्छ कानुनको हल्का नाच्छ। कति बेला चाहिँ गाडी
ब्रिज जस्तो बाटो जाइन्छ यहाँ त अब त सरल हो नि फेरि हस्पिटल बाटो भएको चाहिँ निस्कालिकन निस्कनु है कस्तो पारा परेन अब सिधै होला है ल पुरा फोटो हानौँ न च्याप्प लगभग म रामजी आइपुग्नु लागिसकेँ अब चाहिँ यस्तो पहडा फोडेर बनाएको बाटो चाहिँ कालो गण्डकी यताबाट बगिरहेछ तपाईँले देख्न सक्नुहुन्छ अब म माथि चढ्छु ल हेर्नुहोस् यस्तो पहडा फोडेर बनाएको छ बाटो ल खतरा छ खतरा हमने सरेको यार मासा खतरा यार भन्ने म सोचिरहेको हिँडेको माथिबाट सिधै अब आइपुग्नु लाग्यो अब चाहिँ त्यहाँबाट माथि गयो भने सिधै गएको छ है जय सिद्ध बाबा कि जय सेवा गर्नुहोस् दर्शन गर्न मामा आउनु सकेन माथि तलबाट फर्केर गयो है कति गएको सेवा दिनुहोस् तिमी शुभ रहोस् रोग व्याधिले नछोस् यसरी नै साइकल चलाउन पाइरहँ है सिद्ध बाबा तपाईँलाई पुकारे मैले यहाँ तल चाहिँ तलमा चाहिँ पुग्नु छ है सिटी उता पुग्न गाह्रो हुन्छ सायद पुगेँ जान्छ होला नजिक गइसक्छ होला हामी चाहिँ ल सबभन्दा अप्ठ्यारो बाटो जाउँ यही हो किनभने यहाँ जाउँ न बालुवा छ हाँस्नु सक्छ खतरा छ त्यो पाहाड कसै फोड्नु खै ल फाइनली गाइस अब यो बाटो सर्ट भएको है try again. Try again. La. Woo! Right.
हालै छ अझै। बुटोलबाट अमृत भाइ आएको रहेछ, दिपक र अमृत हाम्रो गलिङको भाइहरू आएको होइन, शनिबारबाट आउनु होला। पुल चाहिँ एकदमै बन्ने तयारीमा छ है, टापट काम भइरहेको छ। अब चाहिँ के गर्ने स्काफोल्डिङ काम भइरहेको छ। स्काफोल्डिङ काम भइरहेको छ। अब भइरहेको तपाईँलाई मैले यहाँ देखाउँछु। अस्ति यहाँ चाहिँ ट्रेन नै बिग्रेको थियो। तपाईँहरू चाहिँ कति बनाएको छ पुल, यो रामडीको पुल नयाँ पुल हो, एकदम तयार अवस्था छ बन्नलाई। आज समयले यहाँसम्म ल्याइपुर्यायो। यो राम्रै धाम हो, तपाईँले देख्न सक्नुहुन्छ यहाँको परिसरहरू। हेर्नुहोस् रामडी धाम। यहाँ पूजा गर्नु पनि हुनुपर्ने चाहिँ क्या हो, गुरुको विद्यार्थीहरू पनि सक्छ है गाइस। बोटी पर्ने चाहिँ नृत्य गर्नु गएको छ। यहाँ नयाँ तयारी जान्छु ल, यहाँ ल रहेछ यहाँ। यो रामडी धाम, यो काङ्ग्रेस जिल्लाको पर्यटक स्थल। यो रामडी धाम संस्कृत गुरुकुल हो। यो यहाँ पन्ध्र विद्यार्थी छन् अरे मालुङ्गा खाडामा र यहाँ लगभग एउटै होला अनि तपाईँले देख्न सक्नुहुन्छ है। यहाँ तपाईँको बटुकोहरूले चाहिँ यहाँ पाठ गर्दैछन्। जान्छु यार। म रामडी धाममा आएर रामडी मन्दिरको दर्शन गरेर टिका लगाएर बटुकहरूले पाठ गरेको एकछिन भिडियो बनाएँ। त्यसपछि म रामडी छोड्दैछु, बिस्तारै म अगाडि बढ्दैछु। रामडीको चेकपोस्ट आइसक्यो। बिस्तारै हिँड्छु। 9 बजी लगभग 8 बज्यो। म 5 बजी हिँड्नु घरबाट। अब म 9:30 बजी भित्रमा पुग्छु होला। अन्त 13 किलोमिटर छ नि त घर यहाँबाट चाहिँ चढाइ छ। त्यस्तो चढाइ त होइन, तर उकालो छ। थाकेको छु नि त चढाउँदाखेरि। त्यही हो,
बिस्तारै बिस्तारै हिँड्यो अब घाम पनि लागेको छ गएर पनि मेरो आजको भिडियो चाहिँ अलि लामो हुन्छ सबैले हेरिदिनु होला फेरि यस्तै भिडियोहरू बनाइरहनेछु तपाईँले हेरिदिनु भयो भने मलाई मेरो आफ्नो बल बढ्नेछ मलाई पनि रमाइलो लाग्छ नि त मलाई भिडियो बनाउनलाई अलिक कुरालाई बढी गर्ने है त्यस कारणले मेरो भिडियो हेरिदिनु होला भाउ नमान्नु होला सबैले लाइक पनि गरिदिनु सेयर पनि गरिदिनु सबैले हेरिदिनु होला है मलाई यो मोनिटाइजको लागि पनि हेर्दाखेरि त्यसै आनन्द लाग्छ कि त्यसो हुनलाई त्यस कारणले गर्दा भिडियो हेरिदिनु होला अब आजको भिडियो लामो हुन्छ भिडियो यहीँ समाप्त हुन्छ आजको खास मेरो यात्रा चाहिँ गलङदेखि गुवाङबाट ढोली चण्डी भन्ज्याङ चण्डीबारी अनि फुलीबट्टी बटुवा हुँदै गुठीबाट चाहिँ तकुलचोरबाट मालुङ आउने प्रोग्राममा खास मेरो चाहिँ प्लान भयो अनि यसो मन दरपुर जान पर्छ जस्तो लाग्यो अनि प्लान दिए अनुसार म चाहिँ दरपुरतिर तकुलचोरबाट दरपुरतिर लागेँ बेलचारी हुँदै बेलचारीबाट कालीगण्डकी जलविद्युत परियोजनाको पावर हाउस हुँदै पारी हुँदै पुल चढेर त्यहाँबाट दरपुर गएँ दरपुरबाट रामदी आइपुगेँ रामदीबाट चाहिँ अब आफ्नो गन्तव्यतिर घरतिर फर्किने क्रममा छु र मेरो भिडियो चाहिँ यहीँ अन्त्य हुन्छ अब अर्को शनिबार चाहिँ कुन ठाउँ आउँछ मलाई थाहा छैन प्लान नै बनाउँदैन पहिला चाहिँ प्लान भन्दा प्लान बित्दाखेरि हुन्छ एउटा प्लान र अर्कोतिर लागि हालिन्छ नि त धन्यवाद सबैलाई भिडियोहरू हेरिदिनु भएकोमा युट्युब पनि हेर्नु होला धन्यवाद सम्पूर्णलाई शुभ बिहानी है।